परिवर्तन किन जरुरत छ त? विश्वभरि थुप्रै घटनाहरू भए, जस्तै सोभियत सङ्घ अर्थात् युएसएसआर को पतन 20औं शताब्दीको एक अत्यन्त महत्त्वपूर्ण राजनीतिक घटना थियो। सन् 1991 मा यसको विघटन हुनुका पछाडि थुप्रै कारणहरू छन्। एउटा कारण मात्रै नभई थुप्रै जटिल कारणहरू थिए। त्यसैमध्ये आर्थिक सङ्कट अर्थात् असफलता। सोभियत सङ्घ अर्थात् युएसएसआर को आर्थिक सङ्कट र असफलतालाई यसको ठुलो कारण मानिन्छ। सोभियत सङ्घको केन्द्रीकृत अर्थात् आर्थिक प्रणाली निकै सुस्त भएको थियो। उपभोग्य वस्तुहरूको अभाव, खाद्यान्न सङ्कट र प्रवृत्तिको विकासमा पश्चिमा देशहरूभन्दा निकै पछि पर्नुले जनतामा निराशा पैदा गरेको थियो। साथै अमेरिका र पश्चिमा शक्तिहरूसँगको हतियारको होडबाजीले ठुलो रकम खर्च गर्दा अर्थतन्त्र उल्टै टाट पल्टिने अवस्थामा पुगेको थियो। त्यसैले नेता मिखाइल गोर्बाचभले दुईवटा मुख्य सुधार कार्यक्रमहरू ल्याएका थिए, जुन खुल्लापन ल्याएका थिए, जसले यसमा मानिसहरूलाई सरकारको आलोचना गर्ने र अभिव्यक्ति स्वतन्त्रता दियो, जसले गर्दा दशकौँदेखि दबेको असन्तोष बाहिर आयो। अनि अर्को कुरा छ पुनर्संरचना। यसले अर्थतन्त्र र राजनीतिक प्रणालीलाई आधुनिक बनाउन खोजेको थियो, तर यसले झन अस्थिरता निम्त्यायो। त्यसैपछि यसको ढल्नुको अर्को एउटा कारण मानिन्छ सोभियत सङ्घ 25वटा विभिन्न गणतन्त्रहरू मिलेर बनेको थियो। स्नोजको कारण मिलेको स्वतन्त्रतापछि इस्टोनिया, लाटभिया, लिथुनिया र पछि युक्रेन जस्ता देशहरूमा राष्ट्रवादी भावना जाग्यो र उनीहरू मोस्कोको नियन्त्रणमा मुक्त भई स्वतन्त्र हुन चाहे, जसले सोभियत सङ्घको जङ्ग हल्लाइदिएको थियो। र राजनीतिक भ्रष्टाचार र कर्मचारी तन्त्रको कारण पनि यसलाई मुख्य कारण मानिन्छ। कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचार बढ्दो थियो। पार्टीको उच्च अधिकारीहरू विलासी जीवन बिताउने भने सर्वसाधारण जनता सामान्य आवश्यकता लागि पनि सङ्घर्ष गरिरहेका थिए, जसले गर्दा जनताको कम्युनिस्ट शासनप्रतिको विश्वास टुट्यो र त्यही विश्वासको कारण सोभियत सङ्घ ढल्न पुगेको हो। र यिनै राजनीतिक उतार चढाव बीच बाह्य दबाव त्यसरी बढ्न थाल्यो सोभियत सङ्घबीच र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको कडा नीति र पश्चिमा देशहरूको दबावले पनि सोभियत सङ्घलाई कमजोर बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। अनन्त 25 डिसेम्बर 1991 मा मिखाइल गोर्बाचभले राजीनामा दिएर सोभियत सङ्घ औपचारिक रूपमा विघटन भई 15वटा स्वतन्त्र राष्ट्रहरू जस्तै रुस, युक्रेन, बेलारुस आदि अस्तित्वमा आए। यसैले भनिन्छ कुनै पनि देशमा, कुनै पनि सरकारमा मान्छेहरू परिवर्तन किन चाहन्छन् त? जनताप्रति जनताको जनताको शासन भएको कुनै पनि तन्त्र अहिलेसम्म ढलेको पनि छैन र त्यसैले जनताको प्रत्यक्ष कुराकानी सुनिने ठाउँ जहाँ हुँदैन, जनताका सामान्यभन्दा सामान्य कुरा सुनिँदैनन्, त्यो कुनै पनि शासन होस् त्यो नैतिक रूपमा पतन हुन्छ र त्यसको सरकारदेखि लिएर त्यसको हरेक कुरा पतन हुन केही समय पनि लाग्दैन भन्ने कुरा प्रत्यक्ष उदाहरण अहिलेको चुनाव हो। त्यसैले